पनि पार्टीको हो यो पनि पार्टीको हो भन्ने अलिकति मिल्दैन, किनभने संविधानमा भएको व्यवस्था अनुसार नै त्यहाँ संवैधानिक निकायका वितत्व जिम्मेवार व्यक्तिहरूले संविधानले नै दिएको आफ्नो दायित्व पूरा गरेर नियुक्ति गरेको हुनाले हामी त्यसलाई असाध्यै धेरै आरोपी नै गर्ने हिसाबले भनिदिँदाखेरि पनि ती संस्थाहरूको र ती संस्थाहरू नेतृत्व गर्ने व्यक्तिहरूको मानमर्दन हुन जान्छ र व्यक्तिको पछाडि फेरि पनि छैन, संस्थाको चाहिँ मानमर्दन नहोस्। व्यक्तिका रूपमा हामी जहिले पनि डिबेट गर्न सक्छौँ, तर संस्थाहरूको हामीले क्षीणीकरण गर्दै गयौँ भने त्यसले अन्ततोगत लोकतन्त्रको धेरै कमजोर गराउँछ कि भन्ने त्यो मेरो आफ्नो सेल्फ रियलाइजेसन हो। मैले कसैप्रति कुनै अप्रत्यक्ष बेगे गर्न खोजेका पनि होइन, कुनै कसैलाई मैले चुनाउने मेरो त्यो धेरै ल्याकत पनि होइन। तर मलाई चाहिँ के लाग्छ भने हामीले लोकतन्त्रका आधारशिलाका रूपमा रहेका हाम्रा लोकतान्त्रिक संस्थाहरू इन्स्टिट्युसनहरूलाई मत्याउन खोज्यौँ, तिनलाई ढाल्न खोज्यौँ, व्यक्तिसँग रिस उठेर ती संस्थाहरूलाई आक्रमण गर्यो भने ती संस्थाहरू कमजोर हुँदै जान्छन् र एउटा कालखण्डमा पुगेपछि तिनको विश्वसनीयता जिरोमा जान्छ। जिरोमा विश्वसनीयता जाने बित्तिकै त्यसले अन्तको गर्दा लोकतन्त्रलाई हाम्रो सिस्टमलाई नै एउटा धराशायी बनाउने ठाउँमा आउँछ। कसैले कसैलाई नटेर्ने, कसैको विश्वास कसैलाई नहुने समाजको परिकल्पना हामीले गरेका छौँ। हामीले गर्ने हाम्रो सहभागिता, हाम्रा प्रश्न, हाम्रा संशोधन, हाम्रा छलफलहरूले सके एक दुईवटा इँटा थप्ने, नसके पनि त्यसलाई क्षयीकरण नगरिकन पनि समस्या समाधान गर्ने बाटो पहिलाउनु पर्छ कि भन्ने मेरो व्यक्तिगत रायमा त यहाँ राखेँ। अब अहिले समाज आयोगले आफूलाई फङ्सनल बनाउनको लागि धेरै लामो समयदेखि के मागेको छ त भन्ने कुरामा हामीले धेरै समय खर्च गरेनौँ। हामीलाई आयोगले राम्रो काम गरोस्, यो अझ फङ्सनल बनोस्, यसले सुशासनको लागि अत्यन्त धेरै कन्ट्रिब्युट गरोस् भन्ने चाहना त हामीले राख्यौँ। यसका कमी कमजोरी, यसभित्र भएका विवाद, यसले उठाउन नसकेका इस्युजहरूमा हामीले जमेर प्रश्न गऱ्यौँ। तर त्यति नै जमेर हामीले गर्नुपर्ने विषय के छ भने आयोगले आफ्ना अपेक्षाहरू भनेर म यसभन्दा अगाडिको संसदीय समितिमा पनि यसै सम्मानित समितिको सदस्य भएको हुनाले म स्मरण गर्न सक्छु कि त्यतिखेर उहाँले जोड तोडका साथ भन्नुभएको मलाई स्मरण छ कि विदेशमा अहिले लेनदेनको कारोबार विदेशी ब्याङ्किङका माध्यमबाट भएको हुन्छ, यहाँ कुनै लेनदेन भइरहेको हुँदैन। तर हाम्रो एक्सेस पुगिरहेको छैन। कानुनी रूपमा सरकारले, एउटा देशको सरकारले अर्को देशको सरकारसँग गर्नुपर्ने कयौं सन्धि सम्झौता लगायतका त्यस्तो किसिमको चाहिँ डकुमेन्टेसन हामीसँग नभएको हुनाले हामीलाई निकै अप्ठ्यारो परेको छ भनेको चाहिँ सानो कुरा होइन। आज हामी सबैले ओपन सिक्रेट जस्तो अवस्था के छ भने एउटा नो वन नोज एभ्रीबडी नोज भने जस्तै के छ भने विदेशमै आफ्नो कालो धनको व्यवस्थापन गर्ने कुराहरू असाध्यै आम जीवनले पनि थाहा पाइसक्ने तहमा सतहमा आइसकेको अवस्था आएको छ। तर यो सतहमा जति आए पनि हामीले समितिमा माननीय प्रमुख आयुक्तलाई आयुक्तज्यूहरूलाई हामीले जति नै राखराखी भए पनि हामीले डाटाहरू बताउँदै गर्दा हो रियल स्टेट बाइङमा नेपाली समुदायको संख्या उल्लेख्य ढङ्गमा विभिन्न देशहरूमा देखिएकै छ। त्यो पैसा कहाँबाट आयो भनेर हामीले जति नै प्रश्न गरे पनि हामीले उहाँहरूलाई यो कुराहरूलाई गर्न सकिने कानुन बनाएर दिन सकेनौँ भने व्यक्तिगत रूपमा उहाँहरूले पूर्ण जानकारी पाएर पनि उहाँहरूसँग त्यो बाटो नै रहँदैन।